हेलो गाइज नमस्ते वेलकम बैक टू माई मिनी भ्लग म तपाईहरुलाई मेरो मिनी भ्लगमा आज देखाउन गइरहेको छु मेरो न्यू साइकल। ल फाइनली साइकल मगाएको साइकल आयो गाइज। है ओ माय गॉड फाइनली लाइट टक्क बुक हेर्दै लाइट टक्क ओके बाला हाइट अन गर्न थाले डिस्प्ले अन भयो लाइट पनि हुन्छ लाइट यतिको बच्चा यो नाइट भ्यू है। म हजुरलाई यो मेरो साइकलको बारेमा भन्छु है त। यहाँ अगाडि रहेको छ डिस्प्ले। यहाँ यो साइकल चाहिँ 6 गियरसम्म रहेछ है अनि यसको स्पिड मात्रा चाहिँ 5 सम्म छ है। यहाँनिर चाहिँ मोबाइल राख्नको लागि ट्राइप्याड छ अनि यहाँबाट चाहिँ यसलाई डाटा केबलको सहायताले चार्ज गर्न पनि सकिन्छ। यसको व्हील हेर्नुपर्दा कति राम्रो छ है, मोटर पनि ठुलो। यसको ब्याट्री ब्याकअपको कुरा गर्नुपर्दा 120 किलोमिटरसम्मको उस रेन्ज दिन्छ है त यसले। यसलाई चाहिँ 1 हप्तामा एक पटक मात्रै चार्ज गर्नुपर्छ है 2.5 घन्टा। रातमा बाल्नको लागि टर्च लाइट पनि छ राम्रो। यसको टायरको क्वालिटी पनि राम्रो छ है। यो ब्याट्रीको कुरा गर्नुपर्दा यो अहिले अफ मोडमा छ अनि यसलाई चाहिँ पुस गर्न सकिन्छ अनि यसलाई अनलक गर्न सकिन्छ। यो अनलक गर्यो भने चाहिँ यो ब्याट्री चाहिँ बाहिर निस्किँदैन है त। अनि यदि हजुरलाई यसलाई चलाउन छ भने यसलाई चाहिँ अन मोडमा लैजानुपर्छ अनि यहाँ आएर 3 सेकेन्ड जति यसरी होल्ड गर्यो भने डिस्प्लेमा चाहिँ लाइट आउँछ। हिजो मात्रै किनेको हो, आज मसम्म चाहिँ 6 किलोमिटर हिँडिसकेको छु है त। म यसलाई चलाएर पनि देखाउँछु है त। अब म यो ट्राइप्याडमा चाहिँ मोबाइल हालेर